सिवारो वेलकम एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल। आई होप तपाईँ सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु भनेर भन्नै मिल्दैन हौ। सन्चै छुइनँ क्या, बिसन्चो भएको कारणले गर्दाखेरि म त यो ठाउँमा आइरहेको छु। यो चाहिँ कहाँ हो थाहा हुनेले त भइहाल्छ, थाहा नहुनेले चाहिँ एकछिन पछाडि भिडियो हेरेर पछाडि मात्रै थाहा पाउनुहुनेछ ल यो कहाँ हो कुन ठाउँ हो भनेर। सन्चो छैन सन्चो छैन, गर्मीले मान्छेले पिलित्तै बनाएको छ, पसिनै पसिना। अनि गर्मी यस्तो छ है, यस्तो गर्मी छ, सनसनाबाट यस्तो भइरहेछ। एकछिनमा पर के कस्तो हुँदो रहेछ एकछिन पछाडि भन्नेछु। म चाहिँ अहिले यहाँनिर आइपुगेको छु यस्तो सुनसान ठाउँमा है, तर गर्मीले पिलित्तै। यहाँ रुखहरू छ, रुखको पातहरू क्या एउटा नि हाँगाले के अरे हावाले पनि हल्लाएको छैन। अनि गर्मी यस्तो आमामा त नि भाग्यमानीको के अरे निधार खपर ठुलो, अभागीको लकर ठुलो भन्थ्यो। लकर चाहिँ थाहा भएन, म चाहिँ खै भाग्यमानी के अभागी यत्रो निधार भएको छ है। भाग्यमानी होला, भाग्यमानीको निधार ठुलो, अभागीको लकर ठुलो। लकर चाहिँ कस्तो हुन्छ थाहा छैन, के हो लकर भनेको बक्सलाई। अनि म चाहिँ यहाँनिर आइपुगेको छु अब 2 घन्टा डक्टरको पर्खाइमा। यस्तो छ हालत, बिजोग साइली भइरहेछ हौ, दिमाग खराब, पान पराक दिमाग खराब। एक्लै छु, बाउलाई जस्तो एक्लै बोल्दै बस्दै। यसरी एक्लै हुँदाखेरि पनि यस्तो बनाउनु भ्लगहरू बनाउनु पाउँदा चाहिँ बाउले जस्तो एक्लै बोलिराख्नु पाइने नि, टाइम पास हुँदो रहेछ क्या। यस्तो छ है, पसिन्छ भयो हालतले, पसिना पिलित्तै साइली। एकछिनको लागि चाहिँ यस्तो सुनसान छ भनेपछि म कति छिटो आयो होला कि। एकछिन पछाडि चाहिँ पुरै भरि बराउ हुन्छ, बिस्तारै बढ्दै छ। कति चियाको फल मिठो छ, त्यही मिठो फल कस्तो हुन्छ होला हो एकछिन ल। फाइनली ताकेता पनि सिद्धियो आजको चाहिँ होइन, फाइनली ताकेता पनि सक्यो आजको चाहिँ। आज त दिउँसो नसुदिकन आएको होइन, नसुदिकन आएको, तर एकै नम्बरमा पालो पर्यो, खुसी लाग्यो। अन्त अब जाने हो, रुम फर्किने हो। के गर्नु हो, फेरि डक्टरले त 2 महिना पछाडि फेरि आउनु पर्ने अरे क्या। अब जहिले धाकै गर्दा त मलाई पनि गाह्रो हुन्छ नि त है। अनि आज मैले यस्तो फुर्सद भएको बेलामा टिकटक हेरिरहेको थिएँ। अनि टिकटकमा चाहिँ क्या कोही छ मलाई लाने, बुढी मरेको, बुढी पहिला गएको, कोही छ मलाई लाने भन्ने टिकटक देखिरहेको थिएँ कि। अनि अब मलाई पनि हस्पिटल धाउनलाई एकदमै गाह्रो भइसक्यो क्या। अनि कोही छ डक्टर मलाई लाने, डक्टर भने डक्टर है मैले चाहिँ भनेको, कोही छ मलाई लाने डक्टर जसको चाहिँ बुढी मरेको होस् अनि बुढी पहिला गएको होस् भन्नु अरे क्या। अनि जहिले तहिले आइराख्नु अनि अलिअलि पैसा जमायो, खाइ नखाइ जमायो, यहीँ सकिने ट्रिटमेन्टमै सकिने। हुन त स्वास्थ्यभन्दा ठुलो कुरा त अरू केही नै हुन्छ र होइन, स्वास्थ्य नै हो सबैभन्दा ठुलो धन। तर के गर्नु, यसो गर्यो धाकै यसो गर्यो धाकै 15 दिनमा आइज, हप्ता दिनमा आइज, महिनामा आइज, 2 महिनामा आइज, यस्तो थो गर उस्तो थो गर, कति गाह्रो। अस्ति हुँदो रहेछ हो, के गर्नु, रोग लाग्नु जस्तो साह्रो चाहिँ अरू केही होइन रहेछ है।
यस्तै छ र त साथीहरू। अब आज मेरो मोबाइलको पनि ब्याट्री सकिन लाग्यो, चार्ज सकिन लाग्यो। तपाईँहरूलाई मेरो भिडियो कस्तो लाग्यो, आजको भिडियो कस्तो लाग्यो, पुरानो हुन्छ भने फुल वाच गरिदिनु होला, नयाँ हुन्छ भने सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला अनि सेयर पनि गरिदिनु होला भन्दै तपाईँहरूसँग चाहिँ बिदा माग्न चाहन्छु। हस् त, बाई बाई।